हेलो एभ्रिवान, आज म चाहिँ जाँदैछु तक्दा कपाल स्ट्रेट गर्नु अन्त काट्नु पनि, अन्त बहिनीको पनि काट्नु थियो उसको। अन्त हामी चाहिँ नुहाइधुवाइ गरेर खानासाना खाएर निस्के गएको। आजको दिनले चाहिँ साथ दिन्छ। कान चाहिँ पानी पर्छ होला जस्तो लाग्यो है। अघि शिवानीको ब्यागमा हालिरहेको भए हुन्थ्यो। शीतल छ तर है भाइ, शीतल त शीतल छ तर यहाँ आज चाहिँ बे ढिलो हुन्छ नि त। त्यही भएर अब चाहिँ हामी जाँदैछु। बाई बाई। हामी चाहिँ पुग्यो तक्दा बजार। कान्छी चाहिँ बोल्यो। छिटो अब त्यसो पछाडि आजा। यहाँको लुगा दोकान बन्द भएको छ त है। कहाँको? यहाँको बन्द भएको होइन होला, बन्द भएको छ। त्यो भएको दोकान पनि बन्द रहेछ। मेरो धास आइपुग्यो पहिला। हजुर ल म दुई जान्छु, म उही खान्छु, मलाई भोक लाग्यो। प्रिन्सिपलले जिरो दिएको छैन नि त, बुझ्यौ? अस्ति प्रिन्सिपलले मलाई भन्दै जिरो नखाइदिएन भाइ भन्दैछ नि त। यही है।
हामी त बल्ल निस्क्यो मेरो पनि भयो स्ट्रेटिङ भयो बहिनीको चाहिँ दामी भयो कपाल बस्न एकछिन सिरम पनि आइदियो नि त ए कर्ली सुहाउँदो रहेछ हो मेरो पनि भयो अब चाहिँ घर गएको साथी बिहान मर्निङमा आएको इभिनिङमा घर बसाएँ गएको छैन त्यो ओके साथी बाई बाई अब चाहिँ म सिधै घर गएको